त्यो दिन मैले नजिकबाट बादललाई देख्न पाएँ। तलबाट हेर्दा कपासका टुक्रा जस्ता देखिने ती त कस्तो बिजाउने काँडा जस्ता पो थिए। ती अपरिचितहरूलाई भेट्टाउन त्यस्ता हजारौँ बादलका गुच्छा पन्छाउनु पर्थ्यो। तिनलाई पन्छाउँदै जाँदा मेरो शरीर चोटै चोटले भरियो। ओहो, कस्तो बिजाउने काँडा, कस्तो दुखाउने कप। पछ्याउँदा निकै पर पुगेपछि तिनले मलाई गिज्याए। हामी तेरो खुसीलाई फालिदिन्छौँ, हाहा। नभन्दै मेरो खुसीलाई तिनीहरूले एउटा भयङ्कर खाडलमा फालिदिए। समात्न खोज्दै पनि मैले तिनलाई बचाउन सकिनँ। अपरिचितहरू मलाई हेरेर जोडले चिच्याए। अब तेरो जिन्दगीमा खुसी कहिले आउनेछ? तँ रित्तो भइस्, तँ आँसुको समुद्रमा निसासिएर मर्नेछस्, तँ छिट्टै मर्नेछस्। नाइ, म मर्न चाहन्न, नाइ, म आत्तिँदै निन्द्राबाट बिउजन्छु। त्यसपछिको रातको प्रहर अनिदो नै बित्छ। सपनामा म किन मर्नबाट डराएँ? विपन्नमा त म सधैँ मरेकै हो नि। मर्नु केलाई भन्छन् होला? मेरो यो अवस्था कस्तो हो? एक्लै बरबराउनु मेरा लागि नौलो कुरा थिएन।